हेलो साथीहरू, आज मैले छोइलाको रेसिपी राख्दैछु। एउटा बल्बमा मासु राख्नुहोस्, त्यसपछि तेलमा फ्राई गर। मैले चाहिँ फ्राई गरेर बनाउँछु है। ल हेर्नु, यस्तो रातो हुन्छ, धेरै रातो नगर्ने। यतिको भएपछि चाहिँ निकाल्दै फ्राई गरेर, अब अरू त सम्भव हुँदैन नि त, यहाँ हामीसँग केही पनि छैन। अब यसरी भाँडामा राख्ने, धेरै नडढाउने कि। अनि म एकतिर चाहिँ टमाटर पोल्दैछु। अब यो कान्छलो आगोमा पोलेको टमाटर भयो। यो यता चाहिँ लसुनको पात, धनिया, लसुन, यो पेस्ट बनाउन लगाइरहेको छु। टिमुर, अदुवा, लसुन। ल हेर्नु है, यता रेडी भयो। यो छोइला रेडी भयो। यो लसुन हो, चिरेर हाल्नु लसुन। अनि लसुनको पात यसरी बनाउने। सबै भइसकेपछि अब यसरी लसुनको पात हो यो है। यो टमाटर पोलेको टमाटर, सुकेको खुर्सानी पनि पोलेर राखेको छु है मैले। यसरी मुस्दाखेरि मिठो हुन्छ कि। अघि बनाएको पेस्ट हो यो। ल हेर्नु, अदुवा अलि धेरै हाल्ने, लसुन थोरै, अनि टिमुर राख्ने के। यसरी पेस्ट बनाउने। अब यसरी मजाले मोल्नु है। मोलेर सबै ठाउँमा पस्नुपर्छ कि। यो मसला जम्मै ठाउँमा पसेर भिज्नुपर्छ नि त त्यो के भन्छ टमाटरले भिजेर। यो चाहिँ बफ छोइला बनाउँदैछु है मैले। अब आफू त नेवार पऱ्यो, बफ छोइला बेस्ट हुन्छ। अब नुन हाल्नु, नुनले कमलो बनाइदिन्छ कि। अब मैले चाहिँ तेलमा थोरै मेथी फुराएर बेसार राख्छु कि। मलाई बेसार नराखे मन नमान्ने होला नि फेरि। हो यसरी गर्छु। अनि तपाईँहरूले नि यसरी गर्न सक्नुहुन्छ। भुटेको तेल पनि राख्न सक्नुहुन्छ, बेसार नराखी खान नि सक्नुहुन्छ। तर मलाई चाहिँ फेरि मन नमान्ने कि। बेसार राखेपछि अब यो रेडी भयो। हेर्नु त, छोइला मुखमै पानी आउने गरेर। ल धनियाँ राखिदिनु। हेर्नुहोस् त, हेर्दै मिठो लाग्यो त मलाई त। ल अब खानुहोस् है यसरी नै बनाएर। थ्याङ्क यू।